हेलो हजुरको ठाउँतिर पानी परेछ कि नै? हाम्रो ठाउँतिर त कति ठुलो पानी परेछ। ठिक्क बच्चाहरू स्कुलबाट आउने बेला पानी पर्छ। जहिले पनि यस्तै गर्छ यो पानीले। के गर्दै हुनुहुन्छ हजुरहरूले? पानी परेको समयमा नास्ता खानुपर्छ कि नै? मैले चाहिँ बत्ती काट्दैछु। हजुरहरूलाई बत्ती काट्न आउँछ कि नै? मलाई त आउँदैन खासै त। त्यही पनि हल्का हल्का टराईमा सदुपयोग गरेको चाहिन्छ। बत्ती सन्जे बत्ती बाल्ने। के गर्दै हुनुहुन्छ हजुरहरूले अहिले? त्यहाँदेखि हेर्दै हुनुहुन्छ। अस्ति नि मैले लुगाको पैसा म त देखेँ आउनु नहोला। बुढोले भनेको त कति चाँडै देख्नु रहेछ के र मलाई नभने फेरि पछि पो काठमाडौँ जाने बेला राख 400-500 खर्च भन्नुभयो। अनि पछि मैले फेरि नाइ म राख्दिनँ, मसँग त 100-200 छन् अनि भइहाल्छन् अनि भन्न भने मैले फेरि त्यसलाई थाहा थिएन। अनि 100-200 त छैनन्, देखाएको छु मैले कति छन् भन्ने कुरो भन्न भन्नुभयो। अनि पछि कहाँ देख्नु पो छैनन्, 100-200 मात्रै छन् भने झुट नबोला के मैले देखाउँछु अनि भन्न भन्नुहुन्छ के र लुगा पैसा पनि कसरी भेटाउने के। हे भगवान्, मैले फेरि अब त्यो मैले आफूले खाने भनेर राखेको पैसा त होइन, पैसा त्यसले दिया पैसा हो त्यो। त्यसले बिर्सिनु रहेछ। अनि सधैँ केटा मान्छेले जति भए पनि खर्च गर्छन् नि त। त्यही भएर अब कहिले चाहिन्छ, अप्ठ्यारै पर्छ, कहिले बाबुहरू बिरामी हुन्छ, बाबु धेरै बिरामी भइरहेको छ फेरि बाबु। अनि कहिले केही चाहिन्छ, कहिले पाहुनापासी इमर्जेन्सी आउनुहुन्छ। अनि त्यही भएर हरेक कुरा सोच्नुपर्छ छोरी मान्छेले, अन्त बुहारी भइसकेपछि। त्यही भएर राखेको थिएँ मैले पैसा। कति चाँडै देख्नुभएको छ के र अब के भन्ने त, के भन्न पनि आएन। बत्ती चाहिँ अब कहिले सन्ध्याबत्ती बाल्ने चाहिन्छन्, कहिले के चाहिन्छन्, इमर्जेन्सी अप्ठ्यारो पर्छ भनेर गराउँदैछु, काट्दैछु। अनि पानी परेछ, बाबु स्कुलबाट आउने टाइम भयो। पाँच सुते बत्ती हुने साथीहरू।